हुनुहुन्थ्यो। म पुतली सडकमा बस्थेँ अनि सावित्रीजी दिल्ली बजारमा, र हिँड्दै हिँड्दै बाटोमा भेट भयो। इन्ट्रोडक्सन केही पनि छैन, र लकिली उहाँ पनि लको अन्तिम वर्षमा हुनुहुन्थ्यो। अर्थशास्त्रमा एमए गर्नुभएको, म पनि अर्थशास्त्रमा एमए गरेर ल पढ्दै थिएँ। किनभने जब मैले जागिर खान गएँ कसैले पनि पत्ती आएन, किनभने तिमी त काङ्ग्रेस हो, सबै विद्यार्थीलाई काङ्ग्रेस बनाउँछौ, केही नलागेर अनि घरमा गएर रोइ कराइ गएर अब म कानुन पढ्छु भनेर पढ्दै थिएँ। त्यही बेला सावित्रीजीसँग मेरो भेट भयो। बाटोमा हिँड्दा हिँड्दै हामीसँग मित्रता भयो र हामी त्यो दिनदेखि चाहिँ अविरल रूपमा एकदमै अभिन्न साथीको रूपमा छौँ। र मैले के देखेको छु भने सावित्रीमा धेरै विशेषता छ। उहाँ बहुमुखी प्रतिभाको धनी हुनुहुन्छ। अहिले नै हामीले सुन्यौँ उहाँले गरेका कामहरू, उहाँले लेखेका काव्यहरू र अन्य विभिन्न जुन एक्टिभिटिज उहाँले गर्नुभएको छ, र उहाँको किताब पनि मैले पढेर सकेको छु। र मलाई लाग्छ यो बहुमुखी प्रतिभाको धनीले भन्न बाहेक यो कसैले गर्न सक्दैन। उता म्यानेजमेन्ट पनि काम गरेछ, साझाको दबाब समूहको हामीले देखिहाल्यौँ।